हेलो नमस्ते, म शिक्षिका कोमल। आज म सबै अभिभावकहरूलाई आफ्ना घरमा भएका सासाना नानी बाबुहरूलाई घरमै बसेर सिकाउनु पर्ने महत्त्वपूर्ण कुराहरू सिकाउन गइरहेको छु। सबै अभिभावकहरूले राम्रोसँग ध्यान दिएर सुनिदिनुहोला। जब उनीहरू बोल्न थाल्छन्, उनीहरूलाई हामीले नमस्ते, धन्यवाद, माफ गर्नुहोला भन्न सिकाउनु पर्छ। आफ्ना घरमा भएका ठुला मान्छेहरूलाई सम्मान गर्न र साना मान्छेहरूलाई माया गर्न सिकाउनु पर्दछ। जस्तै हजुरबुवा, हजुरआमा, बुवा, आमा, दाजुभाइ, दिदीबहिनीहरूलाई माया गर्न र सम्मान गर्न सिकाउनु पर्दछ। आफ्नो शरीरको सरसफाइ आफै गर्नुपर्छ भनेर आफूले गरेर देखाउनु पर्दछ। जस्तै हात धुनलाई, दाँत माझ्नलाई, खाना खाइसकेपछि हात धुनलाई, यस्ता कुराहरू आफूले गरेर बच्चाहरूलाई गर्न सिकाउनु पर्दछ। अर्को, कसैसँग पनि झुट बोल्न हुँदैन, कसैलाई पनि झुट बोलेर कुरा लाउन हुँदैन भनेर सिकाउनु पर्दछ। उनीहरूले खानेकुरा खाँदाखेरि खानेकुरा कहिले पनि फाल्न हुँदैन, बरु थोरै खानुपर्छ। तर